हेलो गेमर। सेन्सी भनेको चाहिँ क्यामेरा र स्कोपको स्पिड हो होइन। जति राम्रो सेन्सी हुन्छ त्यति नै धेरै तपाईँहरूको एम र रिफ्लेक्सहरू राम्रो हुन्छ। प्रायः जस्तो कम्पिटेटिभ प्लेयरले आफ्नो सेन्सी आफै बनाउँछ। म नि यहाँ आफ्नो सेन्सी आफै कसरी बनाउनु सिकाउँछु ल। मेरो टिपिपी नोइजको पहिले 110 चाहिँ यसलाई फुल गरौँ होइन। यो भनेको जब तपाईँहरूले स्क्रिनमा टच गर्नुहुन्छ अनि मुभ गर्नुहुन्छ नि त्यतिखेर तपाईँको स्क्रिन फुल मुभ हुन्छ क्या, बढे मुभ हुन्छ। अनि तपाईँहरूले एम गर्न गाह्रो नि हुन्छ। अब यसलाई मैले 110 मा राख्छु। म जाइरो प्लेयर हो, मलाई त्यति खासै चाहिँदैन होइन। मलाई स्क्रिनमा त्यति टच गर्दिनँ, हल्का फल्का जब मलाई एनिमीहरूलाई रस गर्दाखेरि रिफ्लेक्स यताउति थोरै थोरै मात्र चाहिन्छ क्या। अनि त्यही भएर म त्यति खासै युज गर्दिनँ। तपाईँहरू इफ हुनुहुन्छ भने म सिकाउँछु कसरी त्यो बनाउने भनेर। म जाइरो युज गर्छु, त्यही भएर म जाइरो कहिले देखाइदिन्छु होइन। त्यही भएर मेरो यो एडिएस सेन्सिटिभिटी पनि डिजेबल छ। मलाई यो एडिएस सेन्सिटिभिटी चाहिँदैन किनकि जब जाइरो म लाइक फुल जाइरो प्लेयर हो क्या। जाइरो प्लेयरहरूले पहिला जब यो सेपरेट भनेर आएको थिएन नि त्यतिखेर प्रायःले एडिएस सेन्सिटिभिटीलाई 1 मा राखेर अनि त्यसपछि जाइरोको बनाउँछ। अहिले डिजेबल गरिदिने हो अनि मजाले चलाउने हो। म तपाईँहरूलाई जाइरो सेन्सिटिभिटीबाट सिकाउँछु, तपाईँहरूले एडिएसको पनि कसरी बनाउन मिल्छ भनेर। म तपाईँहरूलाई रेड डटको सिकाउँछु, अरू आफै गर्नु ल। जस्तो मैले सेन्सिटिभिटीलाई 0 बनाएँ नि, हेर्नु न एडिएस राखेपछि यो मुभै हुँदैन क्या। लाइक एमै हुँदैन, गोली चलाउँदा नि माथि जान्छ, आफूले कन्ट्रोल गर्नै मिलेन क्या। अब रेड डटलाई म 250 मा राख्छु होइन। त्यसपछि हेरौँ कस्तो हुँदो रहेछ। तपाईँहरूले सेन्सी बनाउने भनेको यसरी नै हो क्या। अब हेर्नु मेरो ठ्याक्कै स्कोप खुल्छ, अलिक पर जाने, एम गर्ने, मान्छेमा स्कोप खोल्ने, त्यसपछि ट्रान्सफर गर्ने क्या। हेर्दै हुनुहुन्छ नि मेरो कस्तो पर्फेक्टली ट्रान्सफर भइरहेछ। यो ट्रान्सफरलाई ठ्याक्क गोली चलाउँदै गर्ने होइन। अनि तपाईँहरूले ट्रान्सफर गर्दाखेरि नि एउटा अब्जेक्टबाट अर्को अब्जेक्टमा ट्रान्सफर गर्दाखेरि अर्को अब्जेक्टको जस्ट पछाडि खुलिरहेछ भने सेन्सिटिभिटीलाई +5 गर्ने, अनि अगाडि गयो भने -5 गर्ने, त्यसरी नै गर्ने होइन। लाइक नन जाइरोको लागि पनि त्यसरी नै हो, एभ्री स्कोपको लागि, नो स्कोप सबैको लागि यसरी नै हो क्या। ठ्याक्क अब्जेक्ट टु अब्जेक्ट खुलिरहेछ भने ठिक छ, अब्जेक्टभन्दा अगाडि गइरहेछ भने -15 या -5 -10 त्यसरी गर्दै चेक गर्ने। जबसम्म दुइटा अब्जेक्टमा ठ्याक्कै खुल्दैन, जबसम्म दुइटा अब्जेक्टमा ठ्याक्कै गोली लाग्दैन तबसम्म त्यस्तै गरिराख्ने। अनि अन्तिममा इफ बनिसकेपछि अनि त्यसपछि प्र्याक्टिस गर्ने। 1-2 दिन टाइम लाग्छ हात बस्न, त्यसपछि तपाईँको दामी हुन्छ। इफ तपाईँहरूलाई यस्तै भिडियो चाहिन्छ भने फलो गर्न नबिर्सिनु होला।